हेलो साथीहरू, आशा छ सबै साथीहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। र साथीहरू, मैले चाहिँ आजको भिडियो सुरु गरिसकेको छु र हजुरहरूले कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ लास्टसम्म भिडियोलाई हेरिदिनु होला। र साथीहरू, म चाहिँ यतिखेर रोडमा हिँड्दैछु। हाम्रो गाउँतिरको रोडको अवस्था चाहिँ यो पालिको वर्षाले गर्दाखेरि यसरी यो माथि पहाडबाट चाहिँ यसरी पानी खसेर रोडको अवस्था यस्तो छ है साथीहरू। रोड एकदमै बिग्रिरहेको अवस्थामा छ। अनि सरर लाएर म चाहिँ यतातिर देख्न सक्नुहुन्छ, यो पारी ट्याक्क लाएर यो पारी गाउँतिर चाहिँ म चाहिँ झर्दैछु। अनि यो वर्षमा एकपटक बाटो सफा गर्ने पैसा चाहिँ बजेट चाहिँ आउँछ भन्छन् साथीहरू। यहाँनिर चाहिँ एकपटक आएर चाहिँ नहुने अवस्था छ, देख्न सक्नुहुन्छ। अनि सकेसम्म यस्तो ठाउँहरूमा यस्तो अवस्थामा चाहिँ सरकारले सोलिङको व्यवस्था गरिदियो भने हामीले अझ राम्रो हुन्थ्यो भन्ने लागेको छ साथीहरू। देख्न सक्नुहुन्छ यतातिर जाने बाटो हेर्नु, यो कत्रो ठुलो खोलाहरू बनाइराखेको छ। अनि यो बाटो चाहिँ यो परेसम्म पुरै यस्तो गहिरो यस्तो ठुल्ठुलो ढुङ्गाहरू लगाउँदाखेरि पनि यस्तो गहिरो खनेर चाहिँ रोड नै चिरेर यो पानी चाहिँ वहाँ तल यो दुधकोसीमा परसम्म अलिअलि देखिँदो रहेछ। यो दुधकोसीमा चाहिँ मिसिएको छ साथीहरू। अनि यसपालिको वर्षाले चाहिँ गाउँतिर चाहिँ खत्रै रोडहरू चाहिँ बिगारिदियो भनौँ न। यहाँनिर त देख्न सक्नुहुन्छ पुरै बगरै बनाइदिएको छ। अब यहाँनिर राम्रोसँग बाइक समेत चिर्न सकिने अवस्था छैन। अनि अब दुःख सुख त इमर्जेन्सी भएको साथीहरूले चिराउँदै छन् क्या हो यस्तो बाटोमा पनि। तर यस्तो बाटोमा कुदाउँदाखेरि चाहिँ एकदमै ध्यान दिनुपर्छ क्या साथीहरू। नभए कुनातिर चलाउँछु भन्दाखेरि दिलतिर पुगिन्छ। यो ढुङ्गाहरूसँग ठुकेर पाङ्ग्राहरू आफै गुडेर कहाँनिर पुग्छ। अनि यस्तो ठाउँहरूमा चाहिँ हाम्रो सरकारको कहिले ध्यान पुग्ने हो। कतिन्जेल हामी चाहिँ यस्तो अवस्थामा चाहिँ गुज्रेर बस्नुपर्ने हो साथीहरू। अब खोइ नयाँ सरकार पनि आयो, सबै कुरा भयो, तर हुने कुरा चाहिँ भइदिएन, नहुने कुरा चाहिँ भइदिएको साथीहरू। ल, अनि यो पर डाँडाबाट चाहिँ तल ब्यासीतिरको राम्रो भ्यूहरू देखिन्छ जस्तो लागिरहेछ। त पारिपट्टि हल्का देखिरहेको छ, त्यही भ्यूहरू हेर्दै जाने है त साथीहरू। ल, नयाँ साथीहरू हुनुहुन्छ भने मेरो च्यानललाई ट्याक्क लाएर सब्सक्राइब गरिदिनु होला। बाँकी समय पनि यस्तै खालको गाउँतिरको भिडियोहरू चाहिँ म ल्याइ नै राख्छु। ल, डाँडा आइपुग्यो। अब चाहिँ यहाँबाट सरर भ्यू हेर्ने है त, कस्तो दामी भ्यू। आहा, यो चाहिँ हाम्रो दुधकोसी है साथीहरू। यो ओखलढुङ्गा जिल्लाबाट देखिने दुधकोसी। अघि म आएको बाटो यो हो। कस्तो ब्लुर आउँदो रहेछ। पारिपट्टिको भ्यू यो चाहिँ पारिपट्टि भन्दा पनि खोटाङ जिल्लाको चाहिँ यो चाहिँ दोभान हो क्या साथीहरू। त जयराम घाट मास्तिरको। ल साथीहरू, भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद। आउँदो समय पनि मेरो भिडियोलाई हेरिदिँदै गर्नु है त। धन्यवाद।